नमस्कार। लोकसेवा नलेज युट्युब च्यानल हेरेर बस्नुभएको सम्पूर्णमा लोकसेवा नलेज युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन सब्स्क्राइब गर्नु होला। साथैमा रहेको बेल आइकन पनि बजाउनु होला र यस्तै नयाँ नयाँ मेरा भिडियो आउँदाखेरि तपाईसँग सजिलै प्राप्त हुनेछ। सधैँका दिनहरू आज पनि म सशस्त्र प्रहरी बलको तलब भत्ता स्केल कसरी निर्धारण गरिएको छ, कति छ र श्रेणी र तलब भत्ताको बारेमा केही भिडियोहरू बनाउन लागिरहेको छु। तपाईहरुले हेर्नु नै छ। अब सशस्त्र प्रहरी बलको दर्जा र तलब स्केल यसरी जम्मा तलब यति दिएको छ। यो तलब स्केल 16,000 यति तलब स्केल यता छ भने यो तलब स्केल हो भने यताको जम्मा तलब भनेको राशनसित जोडेर यताउता गरेर जम्मा तलब एक फलोवर्स सेवा समेत 16,230 रहेको छ भने रिक्रुट श्रेणी विभिन्न 16,230 प्रहरी जवान 17,230। तपाईहरु सुरुमा सशस्त्र प्रहरी बलमा भर्ना हुनुभयो भने तपाईको सुरुको तलब भनेको प्रहरी जवान सशस्त्र 17,230 हुनेछ। सशस्त्र प्रहरी सहायक हवलदारको 17,570 हुनेछ भने सशस्त्र प्रहरी हवलदारको 18,340 हुनेछ। सशस्त्र प्रहरी हवलदार 19,000 हुनेछ। सशस्त्र प्रहरी सहायक निरीक्षकको 22,140 हुनेछ। सशस्त्र प्रहरी नायब निरीक्षकको 23,500 हुनेछ भने सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षकको 18,040 हुनेछ। सशस्त्र प्रहरी निरीक्षकको 30,500 हुनेछ भने सशस्त्र प्रहरी नायब उपरीक्षकको 34,200 हुनेछ भने सशस्त्र प्रहरी उपरीक्षकको 36,830 हुनेछ भने सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको 40,150 रहनेछ भने सशस्त्र प्रहरी नायब महानिरीक्षकको 43,220 रहनेछ भने सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकको 51,420 रहनेछ भने सशस्त्र प्रहरी महानिरीक्षकको 51,420 रहनेछ। यो सम्बन्धी दर्जानीय सम्बन्धी म नेक्स्ट भिडियोमा पनि बनाउने छु। तपाईहरुलाई दर्जनीय सम्बन्धीबाट एउटा क्वेशन अनिवार्य एउटा वा दुईटा क्वेशन अनिवार्य रूपमा आइरहेको छ। म नेक्स्ट भिडियोमा बनाउने छु। साथै लाइक कमेन्ट सब्स्क्राइब शेयर गर्नु होला। भिडियो मन पर्छ भने लाइक कमेन्ट शेयर सब्स्क्राइब भिडियोहरु पुरा हेर्नु होला। धन्यवाद भिडियो हेर्नुभएकोमा।